मान्य सदस्यहरू, प्रदेश सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सर्वप्रथम शून्य समय प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। सबभन्दा पहिला मान्य श्री बीना शर्मा। सभामुख महोदय, यो ट्राफिकको विषय यस्तो यो नराम्रो छ। अटोहरू सानो सानो बच्चाहरूले अटो हाँक्दै एक्सिडेन्ट गरिरहेछ। त्यस विषयमा ध्यान पुर्याउनु पर्छ। अब मान्य नुरुन नेसा। माननीय सभामुख जी, मोहतरी को रौजा मजार शरीफ में पिछले कार्यकाल में सरकार रहे, बहुवर्षीय योजना रखल है। वही में कुछ काम भेले, कुछ काम अधूरा अल्पत्र रह गए। वही काम के लेल सरकार के हम पुनः आग्रह करै छी। धन्यवाद। जय नेपाल। अब मान्य श्री ललिता दास। धन्यवाद सभामुख महोदय। साँच्चीकै दलितको लागि न्याय मरेको हो त? न त मिडियालाई मतलब छ, न त प्रहरी प्रशासनलाई मतलब छ। सभामुख महोदय, कैयौं बन्धन तोडेर विद्यालयसम्म पुगेका सर्लाही भलुवाहीका दलित बालबालिकाहरूलाई घर फर्किने बेलामा केटाहरूले बीच बाटोमा 22-25 वर्षीय विनोद डाक्टरको छोरा र राम ईश्वरको छोराले दलित बहिनीहरूलाई बराबरी हाम्रो भाइ बहिनीहरूसँग बराबरी मुख लाग्छस् भनेर बराबरी गर्छस् भनेर 8 जना बालिकाहरूलाई मर्नासन हुने गरी कुटपिट गरेका छन्। अहिले बालिकाहरू अस्पतालमा उपचाररत छन्। यो विषयलाई त्यहाँका जनप्रतिनिधिहरूले ढाकछोप गरी लुकाउन खोज्दैछन्। के यस्तै भइराख्यो भने दलित बालबालिकाहरू ढुक्क भएर आफ्नो मनको कुराहरू बोल्न सकिन्छ, फेरि ढुक्क भएर स्कुल जान सकिन्छ। यसलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै म प्रदेश सभामा आग्रह गर्न चाहन्छु र यहाँ मात्रै वक्तृत्व कलाप्रति। अब मान्य श्री किरण शाह। हम एक संवेदनशील विषय उठबे चाहे छी। किसी दिन पहले वीर शहीद विजय साहनी के आमा डोमनी साहनी कुछ आर्थिक मदद र कथी के लागी तो ओकरा जे शहीद भेला के बाद जेकरा क्षतिपूर्ति के रूप में 10 लाख रुपया भेटल छले, वही के जगह के हिना मिना भेल छे। अनेको कानूनी के सलाह परामर्श के आवश्यकता रहे, लेकिन मुख्यमंत्री जी कोनो ध्यान नहीं देलकिन। अखन मुख्य न्यायाधिवक्ता के अपना सबके प्रदेश सरकार में मुख्य न्यायाधिवक्ता के की में भूमिका होना चाहिए। नई आर्थिक सहयोग केलकिन, कम से कम कानूनी रूप से उनका सर सलाह परामर्श द सकै छलकिन। तो हम विनम्र अनुरोध करे ले चाहब माननीय सभामुख महोदय, हम माननीय सभा आबै छियै त प्रश्न चिन्ह उठबै छियै, अनेको जन सरोकार के विषय उठबै छी, लेकिन अखन के सरकार कान के भरपूर दुनू कान के प्रयोग करे छे। कोनो सुनवाई नहीं, आज तक कोनो भी समस्या के समाधान के लागी एक छोटको कदम नहीं चलल के। ते द्वारा हम चाहबे कि सरकार के फेर से आब के जब माननीय जन सरोकार के विषय उठबै छे समस्या तो मान्य सदस्यहरू, शून्य समय समाप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आज विशेष समय नरहेको जानकारी गराउँदछु। मान्य सदस्यहरू, मान्य श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले पेश गर्नुभएको मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक सम्बन्धी समितिको प्रतिवेदन उपर छलफलको क्रम जारी रहने जानकारी गराउँदछु।
छलफलमा भाग लिन चाहनुभएका मान्य सदस्यहरूले नाम चाहिँ लेखाउनुहोला र अहिले मान्य श्री श्याम पटेल। सभामुख महोदय, हाम्रो मध्य प्रदेश सरकारले सवारी यातायात सम्बन्धी विधेयक ढिलो भए पनि प्रस्तुत गरेको छ। त्यसको लागि हाम्रो सरकार र माननीय मन्त्रीजीलाई म धन्यवाद दिन चाहन्छु। सभामुख महोदय, केही हदसम्म हाम्रो सरकार र विषयगत समितिले केही हदसम्म यो ऐनमा धेरै कुरा समेटेको छ। तैपनि मेरो जानकारीमा आएअनुसार विषयगत समितिले त्यो बेला सुझाव सङ्कलनको लागि एउटा उपसमिति बनाएको थियो। हाम्रो माननीय प्रमोद तत्कालीन माननीय प्रमोद जयसवालजीको संयोजकमा त्यो समितिले हामीसँग पनि थुप्रै सुझावहरू लिएको थियो। त्यो कुरा केही हदसम्म धेरै कुरा समेटिएको छ। त्यसको लागि समितिको साथीहरूलाई धन्यवाद दिन चाहन्छु र केही कुरा छुट्न गएको छ त्यसलाई समावेश गरिदिन हुनको लागि माननीय मन्त्रीजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। माननीय सभामुख महोदय, यसमा मोटरसाइकल स्कुटीको दर्ता सम्बन्धी एउटा बुन्दा छ। त्यसमा दर्ता मितिले 20 वर्षभित्र प्रदेशमा चलाउन प्रोत्साहन गरिनेछ र सोपछि सवारी साधनको फिटनेस जाँच गरी मात्र चलाउन अनुमति दिइनेछ भनेर समावेश गर्दा अलि राम्रो हुन्थ्यो कि। त्यसमा जसरी धेरै देशमा प्र्याक्टिस छ हाम्रो छिमेकी देश भारतमा कि एकैचोटि गाडीहरू किन्दाखेरि दर्ता गर्ने बेलामै एकैचोटि केही हदसम्म 10 वर्ष 20 वर्षसम्म, इन्डियामा त धेरै गाडीको आजीवन नै कर एकैचोटि ट्याक्स लिने गरेका छ। तैपनि हामी सुरुवात गरौँ, हामी त्यो कुराको त्यो प्र्याक्टिस मध्य प्रदेशबाट सुरुवात गरौँ। त्यसले गर्दा एउटा फाइदा के हुन्छ भने जसरी अहिले प्राय साथीहरूलाई हामी के हेर्छौँ भने गाडी किन्छन् र सकभर गाडी बागमती अञ्चलमा दर्ता भएको गाडी किन्न चाहन्छन्। त्यसले केही न केही मानसिकता, अब के मानसिकता भएको थाहा भएन, तर हाम्रै वीरगञ्जमा थुप्रै साथीहरू, थुप्रै मान्य साथीहरू, जिम्मेवार मान्छेहरू गाडी किन्दाखेरि सकभर बागमती अञ्चलमा दर्ता भएको गाडी होस् भन्न किन्न चाहन्छन्। त्यसको लागि त्यो प्रोत्साहन गर्नलाई पनि हाम्रो मध्य प्रदेशको यातायात कार्यालयमा गाडी दर्ता गराउँदाखेरि कमसेकम एकमुष्ट, जुन मित्र राष्ट्र भारतमा जुन नियम छ, सकभर एकमुष्ट निजी गाडी सवारी दर्ता गर्ने बेलामै एकमुष्ट केही हदसम्म 20 वर्ष 25 वर्ष या 10 वर्ष केही हदसम्म राखेर मोटरसाइकलको हकमा त्यो सुविधा यसमा उल्लेख भएको छ, तर निजी चारपाङ्ग्रे सवारीको हकमा त्यो छुट्न गएको छ। त्यसैले त्यसलाई पनि समावेश गरिदिन हुन म माननीय मन्त्रीजीलाई साधारण अनुरोध गर्न चाहन्छु। अर्को, पुरानो गाडीको हकमा पनि जसरी नयाँ दर्ता गर्दाखेरि त भयो, नियम भयो या समावेश गरियो, तर पुरानो जसरी धेरै गाडीहरू 1 वर्ष 2 वर्ष 3 वर्ष भयो गाडीहरू किनेको, त्यसको हकमा पनि 10 वर्षलाई सीमा अवधि मानेर 10 ले भाग गरी बाँकी राजस्वले प्रयोग अवधि घटाएर 10 वर्ष पुग्ने गरी बाँकी अवधिसम्मको लागि नवीकरण गर्ने गरी अझ व्यवस्था गरिदिँदा उपयुक्त हुन्थ्यो कि मलाई लाग्दैछ। र मोटरसाइकल स्कुटीको हकमा दर्ता मितिले 20 वर्षभित्र प्रदेशमा चलाउन प्रोत्साहन गरिनेछ, सोपछि सवारी साधनको प्रदूषण जाँच गरी मात्र चलाउन अनुमति दिइनेछ। यो मोटरसाइकल स्कुटीको हकमा र चारपङ्गे सवारीको हकमा पनि यो समावेश गर्दा अलि बेटर हुन्थ्यो कि। जसरी निजी कार जीप खरिद गर्दाखेरि मूल्यमा 2% राजस्व लिई 15 वर्षको लागि जसरी मैले भनेको थिएँ त्यसरी 15 वर्ष या 20 वर्षको लागि एकैचोटि 2% राजस्वलाई एकमुष्ट नवीकरण गरिदिँदा अलि हाम्रो मध्य प्रदेशमा साथीहरू गाडी किन्नलाई प्रोत्साहन हुन्थ्यो र मध्य प्रदेशमै गाडी किनेको साथीहरूले
यसले गर्दा जसरी हाम्रो साथीहरूलाई आकर्षण बागमती प्रदेशमा छ त्यसरी नै देशभरिको साथीहरूलाई आकर्षण मध्य प्रदेशमा हुन्थ्यो र यहीँबाट गाडी मध्य प्रदेशमै गाडी किनेर यहीँ दर्ता गराउन अलिक प्रोत्साहन मिल्थ्यो जस्तो लाग्छ। त्यसको लागि व्यवस्था गरिदिनु हुन माननीय मन्त्रीजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र एक धेरै गाडीहरू यस्ता पनि छन् माननीय सभामुख महोदय, थुप्रै साथीहरू एकचोटि नवीकरण गराउनु भएको छ, त्यसपछि नवीकरण गर्न बिर्सिनु भएको छ। थुप्रै साथीहरू ट्राफिकसँग चोरेर पनि गाडी चलाउनुहुन्छ, लुकाएर प्रहरीलाई हेरेर लुकाएर गाडी चलाउनुहुन्छ। त्यस्ता साथीहरूलाई पनि एकचोटिको लागि प्रोत्साहन स्वरूप व्यवस्था गरिदिँदा अलि बेटर हुन्थ्यो कि त्यसको लागि पनि नवीकरण नभएका मालवाहक सवारी साधनको नवीकरण सम्बन्धमा एउटा थप दिँदा राम्रो हुन्थ्यो कि नियमित रूपमा नवीकरण नभएका मालवाहक लगायत सवारी साधनले यो विधेयक प्रमाणीकरण भएको 6 महिनाभित्र नवीकरण गराएमा माथि उल्लेख भए बमोजिम राजस्व तिरी मात्र नवीकरण गराउन सकिनेछ। पहिले दर्ता भए पनि नवीकरण नभएका सबै किसिमका सवारी साधनहरू नवीकरण गराउँदा लाग्ने जरिवाना, बक्यौदा, रोड पर्मिटको रकम लगाउन अन्य सबै दस्तुर वा जरिवाना एक पल्टको लागि छुट दिइनेछ। यस्तो प्रोत्साहन गरेपछि मलाई लाग्छ नवीकरण नगराएका साथीहरू जो थुप्रै साथीहरू हुनुहुन्छ त्यो गाडी नवीकरण गराउनुहुन्छ जस्तो लाग्छ। एउटा नयाँ अरू सभामुख मध्ये एउटा नयाँ व्यवस्थाको लागि पनि मलाई उपयुक्त लाग्यो। साथीहरूलाई कस्तो लाग्ला, माननीय मन्त्रीजीहरूलाई कस्तो लाग्ला? जसरी निजी सवारी साधनमा आफ्नो परिचय झल्किने गरी बोर्ड राख्न प्रोत्साहन गर्ने गरी अझ थप दिँदा राम्रो हुन्थ्यो। त्यसको लागि संघीय मन्त्री र प्रदेश मन्त्री, पूर्व संघीय मन्त्री, पूर्व प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख, जीसस प्रमुख, उपप्रमुख लगायत पदाधिकारी वा विशिष्ट श्रेणीका कर्मचारीले आफ्नो निजी सवारीमा परिचय बोर्ड राख्न सक्ने छ भनेर व्यवस्था गरिदिँदा अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। फेरि म यो विधेयक ल्याएकोमा विषयगत समितिका सम्पूर्ण साथीहरू, माननीय मन्त्रीजी र मध्य प्रदेश सरकारलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, जय नेपाल। अब माननीय श्री दीपेन्द्र कुमार ठाकुर, समय 7 मिनट। माननीय सभामुख महोदय, यातायात व्यवस्था ऐन हाम्रो मन्त्रीजीले ल्याउनु भएछ। त्यो मध्य प्रदेशको लागि एउटा आयमूलक र मध्य प्रदेशलाई समृद्धितर्फ डोर्याउने एउटा चाहिँ बाटो छ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। यातायात व्यवस्था ऐन कुनै पनि सवारी चाहे 2 पाङ्ग्रे, 4 पाङ्ग्रे, 10 पाङ्ग्रे, 6 पाङ्ग्रे अथवा कुनै पनि सवारी साधन लाइसेन्स र उसको कर तिनटैलाई चाहिँ सरकारले नियन्त्रण गर्नुपर्ने अथवा रेखदेख गर्नुपर्ने आवश्यकता हुन्छ। मैले यो सदनमा पटक पटक आवाज उठाएको थिएँ कि यो ट्रायलको लागि जुन लाइसेन्समा ट्रायल लिन्छ, ठाउँ ठाउँमा अहिले हाम्रो यातायातको अफिस त खुल्यो तर सरकारी एउटा पनि ट्रायल सेन्टर चाहिँ खुल्न सकेन। अहिले पनि म आग्रह गर्न चाहन्छु सम्बन्धित मन्त्रीज्यूलाई, सरकारलाई, सभामुखको मार्फतबाट कि ठाउँ ठाउँमा ट्रायल सेन्टर खुलोस्, सरकारी ट्रायल सेन्टर, जसले थोरै पैसा लिएर दक्ष जनशक्ति, दक्ष ड्राइभर चाहिँ उत्पादन गरोस्। त्यसले चाहिँ सरकारलाई चाहिँ सहयोग पुग्छ र बाटोमा चाहिँ दुर्घटना चाहिँ कम हुन्छ। अर्को कुरा, सबभन्दा पहिला हाम्रो मध्य प्रदेश धेरै अहिले समृद्धिको बाटोतर्फ छ, अहिले समृद्ध भइसकेको छैन। अधिकांश युजर चाहिँ बाइक र स्कुटी मात्र युज गर्छन्। मेरो विचारमा मन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु, बाइक र स्कुटरको कर सम्भवतः सकिन्छ भने पुरै घटाउँ, होइन भने
उसलाई 50% घटाउन सकिन्छ कि कति घटाउन सकिन्छ एउटा मापदण्ड पुर्याएर मोटरसाइकलको र स्कुटरको कर चाहिँ घटाउँ, बरु थप्नै पर्छ त्यो पैसा, बरु चार पाङ्ग्रेमा अथवा ठुलो ठुलो सवारी साधनमा अलिकति थप्दा हुन्छ। त्यसले चाहिँ जनताले प्रत्यक्ष चाहिँ राहत पाउँछ, किनभने बढी हाम्रो बाइक युजर चाहिँ मध्य प्रदेशमै छ। अर्को कुरा जुन टिपर डम्परहरू छ अथवा व्यावसायिक, हाम्रो व्यावसायिक सवारी साधनहरू जुन छ त्यसलाई चाहिँ प्रोत्साहन गर्नु पर्यो मन्त्रीजीको तर्फबाट कि मध्य प्रदेशमै आउनु, मध्य प्रदेशमै चाहिँ दर्ता गराउनु। मध्य प्रदेशमा यदि हाम्रो व्यावसायिक सवारी साधन दर्ता हुन्छ भने अनलाइन कर उहाँले तिरोस्, जहाँ तिर्दा पनि भयो, तर त्यो कर चाहिँ हाम्रो मध्य प्रदेशमा आउँछ। नम्बर प्लेट त्यहाँ हुन्छ, त्यो प्लेट नम्बरको कर जहाँबाट तिरे पनि त्यो हाम्रै खातामा आउने हो। त्यसले हाम्रो आम्दानी चाहिँ झन बढ्छ। अर्को कुरा जुन उहाँ पूर्ववक्ता मित्रले पनि भन्नुभयो, जुन अहिलेसम्म नवीकरणै गरेको छैन तिनीहरूलाई नवीकरण गर्नको निम्ति एकचोटि 3 महिना 6 महिनाको टाइम दिउँ। यति म्यादभित्र यदि तपाईँहरूले नवीकरण गराउनु भयो भने तपाईँहरूलाई चाहिँ जरिवाना लाग्दैन, अथवा सीमित रकम, एउटा रकम मात्रै तोकिदिउँ न, 5,000 2,000 10,000, जो पैसा हाम्रो जो राजस्व हाम्रै आउनेवाला छैन त्यो गाडी त्यस्तै सरेर फालिन्छ, कबारामा बेच्छ, तर त नवीकरण गराउँदैन। एउटा सामान्य रकम यदि हामीले तोकिदियो भने त्यहाँबाट हामीलाई धेरै पैसा आउन सक्छ, हामीले नसोचेको चाहिँ राजस्व हामीले आउन सक्छ। त्यसमा चाहिँ पहल गरौँ। यो लाइसेन्स एउटा यस्तो कुरा हो जो पटक पटक हाम्रो दलको नेता त्यतिखेर पनि उहाँ चाहिँ मन्त्री हुनुहुन्थ्यो, उहाँलाई नै मैले भनेको थिएँ, सब सिधै गएर उहाँ चेक गर्नुभयो, त छापा हान्नु भएको थियो। तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। त्यो अहिले 8 जिल्लामा लाइसेन्स बनिरहेछ, तर जुन मान्छे लाइसेन्स लिएर चाहिँ चलाउँछ त्यसको दुर्घटनाको यदि प्रकृति हेर्नुहुन्छ भने त्यसले चाहिँ दक्षता हासिल गरेको हुँदैन। सिधै लाइसेन्स लिन्छ, आएर चाहिँ दुर्घटना गर्यो, आफू पनि दुर्घटनामा मर्नुहुन्छ र अर्कालाई पनि जानी ड्यामेज पारिदिनुहुन्छ। यसको निम्ति चाहिँ यो चाहिँ बहुत ही जरुरी कुरा हो, जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। लाइसेन्सको बारेमा चाहिँ पुनः म एकचोटि ध्यान आकर्षण गराउन चाहन्छु। अहिले हेर्नुहुन्छ भने जताततै दुर्घटनामा पर्ने बित्तिकै लाइसेन्स छ कि छैन, अधिकांशको त लाइसेन्स हुँदैन, जसको लाइसेन्स हुन्छ ऊ चाहिँ परिपक्व हुँदैन। टिप्परको हेर्नु, डम्परको हेर्नु, ठुला ठुला सवारी साधनको, जस्तै ठुला ठुला सवारी साधनलाई के गर्न सकिन्छ भने ठुला ठुला सवारी साधनलाई हामी पुरै नेपालबाट चाहिँ आह्वान गरौँ। यो मध्य प्रदेशबाट यदि हामीले यो चाहिँ गर्यो भने हामी यति छुट दिन्छौँ। आखिर चलाउन चाहिँ हाम्रै उसमा चलाउँछ। अहिले तपाईँ हेर्नुहुन्छ भने अधिकांश 4 पाङ्ग्रे बागमती प्रदेशको तपाईँ यहाँ पाउनुहुन्छ। अधिकांश ठुला ठुला गाडी बागमती प्रदेशको छ, किनभने बागमती प्रदेशकै गाडी राख्न मान्छे रुचाउँछ। त्यसले एउटा प्रत्यक्ष सरोकार के राख्छ ट्राफिकको विषयमा। ट्राफिकको यस्तो चाहिँ नकारात्मक भावना हुन्छ, मध्य प्रदेश हेर्ने बित्तिकै, मध्य प्रदेशको नम्बर हेर्ने बित्तिकै त्यो हच्किन्छ र जानी जानी चाहिँ दुख दिने काम पनि गरेछ ट्राफिकले। यसतर्फ चाहिँ सरकारको ध्यान जानुपर्छ। मध्य प्रदेशको नम्बर हेर्यो कि बिहार प्लेट नम्बरको गाडी जस्तो व्यवहार चाहिँ गर्छ ट्राफिकले, त्यो पनि चाहिँ नियन्त्रण गर्न चाहिँ सरकारले जरुरी छ। और बाइक र 4 पाङ्ग्रे र ठुला टिप्पर डम्फर अन्य सवारी साधनहरूको हकमा बरु अलिकति राहतै हुन्छ भने राहतै गरौँ, हैन भने थपेर पनि बाइकको त मेरो अनुरोध छ बाइकको पुरै सकिन्छ भने 6 महिना 1 वर्षको लागि चाहिँ पुरै राजस्व घटाएर सम्पूर्णलाई नवीकरण गरौँ। र उहाँ मित्रले भन्नुभएको अनुसार संसारमा जहाँ पनि नियम छ अल टाइम ट्याक्स पेडको र एउटा न्यूनतम लाइफ हुन्छ सवारीको। कुनै पनि सवारी साधन जुन कम्पनीले म्यानुफ्याक्चर गर्छ, उत्पादन गर्छ, त्यसको एउटा सीमित लाइफ हुन्छ। 5 इयर्स, 10 इयर्स, 15 इयर्स। 15 इयर्स भन्दा बढी चाहिँ गाडीको लाइफ हुँदैन, जति राम्रो राखे पनि उसको लाइफ हुँदैन। अल टाइम ट्याक्स पेड राखेर त्यो पनि चाहिँ एकदम अनिवार्य छ। यहाँ कस्तो छ, 1 वर्षको कर यदि तिरेन भने अर्को वर्षमा 25% जरिवानामा जान्छ, फेरि अर्को वर्ष 56% जरिवानामा जान्छ। ज्यू छोट्याउनुस्।
मान्छेले चाहेर पनि नवीकरण गराउन सक्दैन, उसको ब्याज र जरिवाना यति हुन्छ। त्यो ब्याज र जरिवानाको कारणले चाहिँ जानी जानी चाहिँ मान्छे चाहिँ नवीकरण गराउन सक्दैन। यो कुराहरूमा ध्यान दिनु पर्यो सरकारले। यति भन्दै म आफ्नो शब्दलाई यही विराम दिन्छु। धन्यवाद, नमस्कार। अब मान्य श्री सुरीता शाह, समय 7 मिनट। माननीय सभामुख जी, माननीय सभामुख जी, मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक आने से सबसे ज़्यादा मैं सभी सभापति को तथा सभी साथियों को उनका धन्यवाद करती हूं तथा कर्मचारीगण को, क्योंकि ये विधेयक लाने में कम से कम 3 साल लग गया है और हमारे सरकार को कर का जो दायरा था वो घट गया है। फिर भी हम लोग इस विधेयक को लाए, इसलिए सभी साथियों को बहुत बहुत धन्यवाद, क्योंकि इस विधेयक का बहुत सारा ऐसा यंत्र था जिसको संबोधन करना बहुत ही ज़रूरी था। हमारे पूर्व वक्ता साथियों ने भी अपनी बातें रखी ही हैं। उन सभी में 196 धारा तथा 1 से लेकर 11 तक का परिच्छेद में सभी बातों को संबोधन करने की कोशिश की गई है। मैं भी पहले विकास समिति की सदस्य थी और उस समय हम लोग इसको नहीं ला सके लास्ट तक, और इस पर फिर से काम हुआ तब ये आ सका है। सबसे पहली बात कि इसमें सुदृढ़ करने का सक्षम तथा प्रभावकारी भूमिका के लिए हम लोगों ने इसमें सबसे ज़्यादा क्या देखा है यातायात विधेयक में, कि जहाँ पर दुर्घटना होता है वहाँ पर बीमा नहीं हुआ रहता है। तो इन सभी बातों का प्रचार प्रसार भी होना पड़ा और सिम्टम भी थोड़ा सिंपल होना पड़ा। वो सिम्टम हम लोग जब तक नहीं लाएंगे तब तक अभी जो हम लोग सोच रहे थे कि ये कर का दायरा भी या हम लोग के कर का पैसा जमा होगा, तो हमारे माननीय दीपेन ठाकुर जी ने स्पष्ट कहा है कि बागमती अंचल में जाके दर्ता कराते हैं क्योंकि वहाँ उन्हें सुविधा होती है और ट्रैफिक नियम का भी वहाँ का नंबर देखने के बाद ज़्यादा डिस्टर्बेंस नहीं होता है। तो हम सभी लोगों को इस बात में, हम लोगों ने वहाँ पर समिति में इस बातों को रखा, तो समिति में एक बात आया कि हम लोग 15 साल 10 साल 5 साल का ये नियम सब लाएं तो उस प्रदेश में ना जाकर हमारे प्रदेश में दर्ता होगा और ये वातावरण जो आपको मार्ग का अनुमति पत्र जो होता है, छोटे मार्ग का, बड़े मार्ग का, लोक मार्ग का, इन सभी अनुमति पत्र को इस तरह सिम्टमिक सिस्टम में लाएंगे। जैसे हमारे इसमें दिया हुआ है कि 6 महीना, मैं चाहूंगी कि इसको 6 महीना नहीं, उस समय भी हम लोगों ने कहा था कि इसको 1 साल रखिए, क्योंकि अनुमति पत्र लेने में भी बहुत खुशामद करना पड़ता है और सही समय पर उसका कर नहीं तीरने के कारण भी अनुमति पत्र लेने में दिक्कत होता है। इसलिए सिस्टमेटिक अगर ले जाएंगे तो हमारे ही प्रदेश को इससे फायदा होगा। दूसरा कि व्यवसायिक सवारीकरण और गैर व्यवसायिक सवारी का जो वर्गीकरण किया गया है वो अलग है सिस्टम, और ये वर्गीकरण का दायरा हमारे प्रदेश में बहुत अच्छा तरह इसको अलग अलग वर्गीकरण करके संबोधन किया गया है। इस विधेयक का ये भी एक बहुत बड़ा, बहुत ही सुंदर पक्ष है। इसको अलग से व्यवसायीकरण, पर्यटन का अलग और गैर व्यावसायिक और व्यावसायिक का अलग से सवारी दर्ता, रोलर, बड़े गाड़ी का, छोटे गाड़ी का, इन सभी का वर्गीकरण और मार्गों का वर्गीकरण अलग अलग करके इनको संबोधित किया गया है। तो ये सब बात तो बहुत चीज दिखाता है, लेकिन साथ ही व्यवस्थापन समिति आपको कहीं भी जो होता है, जो आपको लाइसेंस लेने की जो प्रक्रिया है हमारे प्रदेश में, वो आज भी सिस्टमेटिक नहीं है। भले हम लोग यातायात आपको कार्यालय सभी जिलाओं में खोल चुके हैं, 4 जिला में तो खोल ही चुके हैं हम लोग और प्रक्रिया में हैं, लेकिन फिर भी हम लोग जहाँ जहाँ चाहते हैं कि आराम से लाइसेंस मिले, तो मुझे क्या लगता है जी इस व्यवस्थापन समिति में और पर आपको लाइसेंस व्यवस्थापन परीक्षा समिति में ट्रैफिक का इतना दबदबा है और पुलिस का, जो जिनको उन लोग पास करना चाहते हैं और वो यातायात के अधिकारी वही पास होते हैं। कम से कम मंत्रालय को इसमें ध्यान देना पड़ेगा कि लोगों को परेशानी न हो और आराम से, अगर 3 महीना में आप लाइसेंस का परीक्षा में दोबारा नहीं बैठते हैं, इस प्रोसेस को 1 महीना के लिए रखिए। तो इन सभी प्रोसेस को थोड़ा एंड बनाने वक्त ध्यान देना पड़ेगा। दूसरी बात, हमारी
स्वचालित सवारी अनुमति पत्र संबंधन के विषय में है। ये इस समय में भी इसमें बहुत सारे ऐसी बातें हैं जो ध्यान देने की आवश्यकता है कि किसी का कर तो लोगों को पता ही नहीं रहता है कि समय पर कर तीरना पड़ा। हमें कर तीरेंगे तभी ये अनुमति पत्र का महत्व होगा, बीमा का भी महत्व तभी होगा। इन सभी विषयों में एक चीज का संबोधन नहीं किया गया, इसके प्रचार प्रसार का माध्यम भी मंत्रालय होना पड़ा। इन सभी विषयों की जानकारी बराबर मंत्रालय, खाली ट्रैफिक कार्यालय नहीं, हमारा यातायात कार्यालय भी इसमें अलग से हमेशा इसके विषय में संबोधन करता रहे तो लोगों का ध्यान जाता रहेगा। और बीमा की क्षतिपूर्ति की बात है तो विभिन्न निकायों में है क्षतिपूर्ति की बातें, लेकिन एक चीज तो बहुत अच्छा दिया गया है कि आपको बीमा का जिस समय है जो आप अगर बीमा नहीं दर्ता किए रहते हैं तो क्षतिपूर्ति का जो एक इंगेज बहुत अच्छा किया गया इसमें अनुच्छेद 11 में, जो आप क्षतिपूर्ति अगर नहीं दे पा रहे हैं, अगर क्षतिपूर्ति आप बीमा नहीं कराए हुए हैं अपनी गाड़ी का और थर्ड पर्सन का भी आप अगर बीमा नहीं कराए हुए हैं तो आपको जबरदस्ती उसका कर और सजाई में भी आना पड़ेगा। तो इसमें सिर्फ पैसा का ही बात किया गया है, कानूनी रूप में उन्हें सजाई का भी बात करना पड़ा। और इन सभी बातों के साथ लोगों का ध्यान आकर्षण होगा। और हमारे परिच्छेद 9 में सवारी साधन कर तथा नीलाम संबंधी व्यवस्था है। तो नीलाम संबंधी व्यवस्था में और कर संबंधी व्यवस्था में आपको 10 वर्ष जो लगाया गया है, तो 15 वर्ष तक का हम लोग बोल रहे थे, लेकिन 10 वर्ष भी एक उत्तम चीज है कि एक ही बार हम लोग को कर अगर प्राप्त करना है, उन लोगों को भी परेशानी न हो, गाड़ी मालिक सबको, तो उसके लिए व्यवस्था 10 वर्ष का जो है और सिस्टमेटिक एक बार में एक मुश्त न होकर 4 साल पर 5 साल पर या उस तरह का सिस्टम करने से ये और भी आगे आधिकारिक होगा। और 20 वर्ष का सवारी संचालन की अनुमति जो बात है वो परीक्षण फिटे परीक्षण के, क्योंकि हम लोग 2 दिन में गाड़ी नहीं खरीदते हैं और 2 दिन में बदल नहीं सकते हैं। ये हम लोग का मध्य प्रदेश का नीति है कि हमारे पास जो है उसी से सक्षम बनाना पड़ेगा। तो फिटनेस सेंटर का और आपको इसमें धुआं वर्गित परीक्षण में जो गाड़ी आता है उसे अनुमति पत्र में ना बढ़े, ये इसका सुंदर पक्ष दिखाई दे रहा है। और परिक्षण केंद्र का अनुमति पत्र जो चार्जिंग स्टेशन है उन सभी चीजों का अनुमति पत्र देने के लिए विशेष ग्राह्यता में एन में इसका भी संबोधन करना पड़ा, इसमें नहीं है विधेयक में। और इम्पोस्ट नंबर के लिए जो हमारा मशीन दिल्ली तक गया है हमारे मंत्री जी लोग देखने, उसका क्या रिजल्ट आया वो भी हम लोग को नहीं पता है। इन सभी बातों को संबोधन करते हुए इस विधेयक को शीर्ष से शीर्ष पास करके हमें इसका फायदा लेना पड़ा, क्योंकि अब नया ढंग से फिर से अगर कर प्रणाली आएगा तो ये कर 1 साल का फिर हमारे प्रदेश का दूसरे प्रदेश में चला जाएगा। धन्यवाद। जय मधेश। अब मान्य श्री रत्नेश्वर गोहित यादव, समय 7 मिनट। माननीय सभामुख महोदय, मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक एकदमै समितिले राम्रोसँग छलफल गरेर सबै कोण जोरमाथि सोच विचार गरेर ल्याएको जस्तो मलाई अध्ययन गर्दा लाग्यो। त्यसैले समितिलाई, समितिको सभापतिलाई र सभापति लगायत समितिका सदस्यहरूलाई र सम्बन्धित मन्त्रालय र मन्त्रीलाई सर्वप्रथम धन्यवाद दिन चाहन्छु। अब यसमा कर सम्बन्धी अलिकता धेरै वैज्ञानिक ढंगले ल्याएको हो कि 150 सीसीसम्म 5%, 150 भन्दा माथि 6%, त्यस्तै 6 भन्दा माथि सायद छैन जस्तो लाग्छ। त यो मलाई 10 वर्षको प्रावधान हो। 10 वर्षको प्रावधान भन्नाले एकैचोटि 10 वर्षको सिस्टममा अब नवीकरण जाने हो, त्यो राम्रो कुरा हो। र पडोसी कन्ट्रीमा त 15 वर्षको लागि सायद छ, तर अहिले हामी सुधार गर्दा 10 वर्षमा जाँदा राम्रो हुन्छ जस्तो लाग्छ। अब यसमा केही सुझावहरू छ, राम्रो भए पनि केही सुझावहरू छ। ऐन तयार गर्दा
अलिकता सानोतिनो कुरालाई समेटिएन भने त्यो पछाडि त्यो कानुनी झन्झट पनि हुन सक्छ। जस्तै अब पुरै ऐन त दफा दफा मैले पढ्न पाएन, तैपनि म आफ्नो विचार र धारणा यस बारेमा राख्न चाहन्छु। अब यसमा के छ भने नवीकरणको नयाँ सिस्टम एउटा वैज्ञानिक ढङ्गले ल्याएको हो, तर पुरानो मोटरसाइकल दुई प्याङ्रे गाडीको बारेमा विगत आर्थिक वर्षमा हामी जुर्मानाको छुट मात्रै दिएका थियौं। जुर्माना त थोरै छुट भयो। त्यसैले एकचोटिको लागि पूर्व हाम्रो बोल्नुहुने मान्यजीहरूले पनि ठिकै राख्नु भएछ। एकचोटिको लागि एउटा सानो रकम फिक्स गरेर, एउटा समय पनि फिक्स गरेर एकचोटिको लागि अवसर दिनुपर्छ त्यो पुरानो मोटरसाइकलको लागि, कि कम से कम धेरै मात्रामा नवीकरण भएको छैन। त्यो नवीकरण जब 2-3 वर्ष छुट्छ, मान्छेको मनोविज्ञान के हुन्छ भने अब के नवीकरण गराउने, कुनै दिन ट्राफिकले समात्यो भने यसरी सोर्स फोर्सको आधारमा अथवा कुनै आधारमा त्यसबाट उम्किने, तर नवीकरण नगराउने। त्यसैले यो प्रावधान एकचोटिको लागि प्रदेश सरकारले राख्नुपर्छ। त्यसको लागि म सभामुख मार्फत यो कुराको सम्बन्धित मन्त्रीज्यूलाई र मन्त्रालयलाई अनुरोध गरे। अब तेस्रो कुरा छ ऑटो रिक्सा। अहिले ऑटो रिक्सा बजारमा अथवा रोडमा मलाई लाग्छ कि हजारौंको संख्यामा गुडिरहेको छ। त्यसलाई कसरी व्यवस्थित गर्ने, त्यसलाई व्यवस्थित गर्न एकदम जरुरी छ। म बजारमा के हेर्छु, हरेक चौकमा ट्राफिक जाम गर्ने त्यही ऑटो रिक्साहरू जताभावी ढङ्गले लगाएको हुन्छ। गाडीहरू हर्न दिँदा दिँदै उनीहरूको बानी पनि के हो, छिटो नसुन्ने, अलिकता हो हल्ला भएपछि मात्रै गाडी साइड गर्ने। र अर्को कुरा म एउटा ट्राफिक व्यवस्थापनको बारेमा के भन्छु भने, जस्तै कि हिजै बजारमा एउटा जुलुस निस्केको थियो त्यो उद्योग महासङ्घको, र जब भानु चोकमा अथवा राम चोकमा ट्राफिक जाम छ भने त्योभन्दा पछाडिको ट्राफिक, जस्तै कि मुरली चोकमा भनौँ या विद्यापति चोकमा भनौँ, ट्राफिकले त सङ्केत गर्नुपर्छ नि अरू गाडीहरूलाई कि उता जाम छ, यो बाटो जानुस् अथवा यो बाटो जानुस्। त्यस्तो मैले देखिएन। म पनि हिजो आधा पौन घण्टासम्म जाममा फसेँ। जाममा फस्दा वास्तवमा त्यो अलिकता ट्राफिकले सचेत गराउन खोज्थ्यो भने त्यति गाडी जाममा फस्दैन थियो। र मैले के देखेँ, एउटा एम्बुलेन्स पनि बिरामीलाई बोकेर त्यही जाममा फस्यो। उसलाई 15-20 मिनट लाग्यो त्यहाँबाट निकाल्नलाई। न पछि हट्न सक्ने, न अगाडि जान सक्ने। त्यसैले यस मामलामा पनि ट्राफिकहरू चनाखो हुनुपर्छ। र जस्तै कि बजारमा पशु चपायाहरू एकदमै खुल्ला हुन्छ, यो पनि ट्राफिक अन्तर्गत, यातायात व्यवस्था अन्तर्गतै आउँछ। त्यसैले यस बारेमा पनि कुनै न कुनै नियम कानुन मलाई लाग्छ कि बनाउनु पर्छ। र लाइसेन्सको ट्रायल सम्बन्धमा 2 वर्षदेखि हामी कुरा सुन्दैछौँ कि आधुनिक मसिन आउँदैछ, अब मसिनले नै ट्रायल गर्छ। यति प्रतिशतसम्म 70 या 80% मार्क लायो भने त्यो पास हुन्छ, र पुरै नम्बर ल्याउन सफल भयो भने त्यो अलिकता 1 नम्बरमा, राम्रोमा, झन राम्रोमा र 80 सम्म ल्याएमा त्यो राम्रोमा पास हुनेछ, तर त्यो आइरहेको छैन। त्यसैले ट्रायलमा धेरै अव्यवस्थाहरू क्रिएट भइरहेको छ। र ट्रायलको साथसाथ जसले ट्रायल दिइरहेको छ, मान्नु कि एउटा पुस्तक पढेर ऊ पास गर्न सक्छ, तर ट्राफिक सम्बन्धी सबै ज्ञान त्यो ट्रायल दिनेवालाहरूको नलेजमा, चेतनामा हुँदैन। त्यसैले त्यसको पनि 2 दिने होस् अथवा 4 घण्टे होस्, ट्राफिकबाट कम से कम त्यो मोटर
साइकल अथवा 4 चक्का चलाउने ड्राइभिङ लाइसेन्स लिने व्यक्तिले ट्राफिकको ज्ञान उसमा हुनुपर्छ, उसको चेतनामा हुनुपर्छ। यसले दुर्घटनालाई न्यूनीकरण गर्छ। तेस्रो कुरा, अब एउटा कुरा एकदमै जरुरी के छ भने बजारमा गाडीहरूको स्पिड के हुने, 40 हुने कि 30 हुने, मोटरसाइकलको स्पिड के हुने, जस्तै कि हुलाकी सडकमा कति स्पिड हुने, शहीद पथमा कति स्पिड हुने, राजमार्गमा कति ढल्के वर्षसम्मको स्पिड हुने, यी कुराहरू पनि तोक्नुपर्छ यातायात व्यवस्थाले। अब यही सुझाव दिएर म आफ्नो विचार चाहिँ अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। अब मान्य श्री राम आशीष यादव, समय 7 मिनट। माननीय सभामुख महोदय, आई मध्य प्रदेश सभा में एतेक महत्वपूर्ण विधेयक पर हम सब आई करीब करीब अंतिम प्रारूप में छी, अंतिम पड़ाव में छी, जखन देश में हवाई दुर्घटना बढ़ रहा है, सड़क दुर्घटना बढ़ रहा है, वही समय में हम सब मध्य प्रदेश सभा से मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक बनावे के क्रम में छी। स्वाभाविक रूप से हमरा सबके जे है से पहल कर्तव्य होबे के चाहिए जे सवारी साधन के प्रयोग और सड़क मार्ग जे है से पूर्ण रूपेण अहाँ के सुरक्षित रहे और सुरक्षा हमर सबके प्रदेश सरकार के पहल जे है से दायित्व और कर्तव्य पड़े के चाहिए। ई विधेयक में बहुत चीज समटे के प्रयास कल गेल है और संजोग से जखन समिति में रहे तो प्रतिवेदन ऊपर विचार विमर्श सलाह लेबे के लेल हमरो सहभागिता भेल रहे। ओहू समय में हम किछ सलाह देने रहिए और काफ़ी मेहनत कल गेल है ये विधेयक में और हमरा बुझाय जतेक विधेयक बनल है तई सबसे बेसी दफा उपदफा परिच्छेद एही विधेयक में है जना हमरा बुझाइए। एहि विधेयक में सवारी दुर्घटना न्यूनीकरण से लऽ कऽ सड़क के अवस्था चुस्त दुरुस्त प्रभावकारी से लऽ कऽ दुर्घटना में पड़ल पीड़ित के अहाँ के उचित न्याय, अहाँ के पीड़क जे है से भागऽ के बेसी प्रयास नहीं करे, बीमा भी के व्यवस्था, ये सारा चीज अपने के कल गेल है। अच्छा बात है, लेकिन किछ हमरा छूट लागल, मंत्री जी कनी ध्यान देवे। जना अपने के अब अखन के परिवेश में वातावरण मैत्री सवारी यातायात के विश्वव्यापी रूप से मान्यता दे रहा है। तेकर कारण कि जलवायु परिवर्तन के न्यूनीकरण में अखन जे सवारी साधन से जे धुआं निकले है वो कार्बन डाइऑक्साइड के उत्पादन जे करे छे तो वही सब प्रदूषण भेला से विभिन्न किस्म के रोग सब अबै छे और वातावरण पूर्ण रूपेण दूषित होइ छे। तै दुआरे विश्वव्यापी रूप से विद्युतीय सवारी साधन के प्रोत्साहन राज्य अपने के करे छे। तो हमरो सबके जे है विद्युतीय सवारी साधन के दरता में हम सब जे फिर नवीकरण में हम सब जे है दोसर सवारी साधन के तुलना में फर्क राखी। तेईस लोग विद्युतीय सवारी साधन के प्रति अपने के जैसे झुकाव अपने के बढ़ते और प्रदूषण अपने के नियंत्रण होते। दोसर में अपने के ध्वनि प्रदूषण आ धुआं प्रदूषण ये दोनों पर हमरा सबके निगरानी करना जरूरी है। प्रदूषण जांच केंद्र जगह जगह पर हमरा सबके स्थापना करना जरूरी है। एकरा निजीकरण कर देवे तो और सहज होते। हर एक जगह देखे थे अपना सब भारते में जाई छिए तो भारत में जे प्रकार के सवारी साधन के लिए सड़क सब बनल है तखन दिल्ली सेंटर पॉइंट कर देने हैं, भारत के राजधानी दिल्ली,
और ओहिठमन से जे है से विभिन्न शहर के एतेक फास्ट में जोड़ देने छै ओहिठमन के परिवहन मंत्री, यातायात मंत्री, और विभिन्न हिसाब से लोग के सहज होइ छै। तो हमहूँ सब जे है से ई चीज पर अहाँ के ध्यान दी। और दोसर में जे है से शहर सड़के पर गंदा रहे छै, अच्छा सड़क बनल है, देखे तो भी यहाँ के जटही से लग ढलके बढ़ तक सड़क खंड बनल है, लेकिन रोडे पर देखबे अपने के जे है से बहुत गंदा राखल रहे छै। तो अपना सब ओहू के जरिमाना के यातायात एंड में हम सब राखी। जेना हमरा बुझायल जे ई कतौ न कतौ छूटल के यहाँ के हमरा आभास भेल। और कर में जे एलै पुराना गाड़ी अखनी देखबै जे बहुत एहन छै जे कर बुझाबे के बाकी छै, ओ छुपा के लुकी छिपी हिसाब से चलबैत रहे छै। अपना सब संहिता के अभ्यास में छी, अधिकांश मान्य जी के में हमरा बुझाय सहमत अछि। हम सब एक बेर कम से कम ओकरा सबके एकटा अवसर देल जाए और प्रोत्साहन के साथ अवसर देल जाए, तो हमरा बुझाय जे छै ओहू से सरकार के कुछ जीडीपी बढ़ते की सरकार के कोष में अपने के कोष बढ़ते, ताहि दुआरे हम सब जे है से ओहू प्रकार के एकटा छूट देबे के हमरा बुझाय सामूहिक में सब गोटे सहमत छी। तो हमरा बुझाय ये भी करनाई अपने के बहुत जरूरी है। और दोसर महत्वपूर्ण बात की है जे पूर्व वक्ता सब जी कहलखिन गा अंतर प्रदेश मार्ग निर्धारण। एहि प्रदेश के सवारी साधन दोसर प्रदेश में जाइ छै, ओकरा समस्या के सामना करऽ पड़ै छै। एकर मार्ग निर्धारण होबे के चाहिए और लंबा दूरी के आ छोट दूरी के एकर निर्धारण भी हमरा सबके ई समिति जे करते तो बढ़िया रहते और ओकरा समस्या नहीं हुए। और दोसर जे गाड़ी के जे अबै छै, जेना पर्यटक सवारी साधन वाला गाड़ी भी अबै छै, कूटनीतिक सवारी साधन के गाड़ी भी अबै छै। कूटनीतिक और पर्यटक सवारी साधन के खास कऽ कऽ जेना हम सब एम्बुलेंस के बहुत ही उच्च स्थान के साथ ले छियै इमरजेंसी में, तो पर्यटक सवारी साधन के कम से कम सार्वजनिक सवारी साधन से भी कनी हल्का विशिष्ट लेल जाए। पर्यटक जैठमन अबै छै तो वहाँ के नगदी अबै छै, वो उधारी नहीं अबै छै और वो कुछ दऽ के जाइ छै। लेकिन भारत से जे पर्यटक अबै छै वो बेचारा सबके अनुभव अच्छा नहीं रहे छै। नेपाल के प्रहरी, नेपाल के ट्रैफिक प्रहरी के संबंध में अच्छा नहीं रहे छै। तो हम सब एक स्पेशल साइन कर दी, जैसा सवारी साधन के पर्यटक सवारी साधन वाला सबके समस्या अपने के नहीं हुए। और ट्रायल सेंटर, अत्याधुनिक ट्रायल सेंटर के बेर बेर इस सदन में अपने के आवाज उठले है, तो हम सब किया में पछाड़ी पड़े छी। अगर पायलट चालक अच्छा नहीं रहते तो सवारी साधन कतो दुर्घटना भ सके। और वही में बड़का अपने के आर्थिक चलखेल भी होइ छै जे किनको से छुपल ना है। यातायात में सर्वे होइ छै या ओहि में रोकऽ के प्रयास करे छै, तो गवर्नमेंट केना के इन्वॉल्व होइ छै वो किनको से छुपल नहीं है। ताहि दुआरे अगर ट्रायल सेंटर हम सब जे है से व्यवस्थित कर देवे, जना और देश में है अत्याधुनिक ट्रायल सेंटर, और रिजल्ट जो है से रिजल्ट निकालने में कनिको देरी नहीं, वो पास है तो पास है और फेल है तो फेल है एट अ टाइम। मान्य जी छोटियाउनुहोस्, एहि हिसाब से जैसे ओहू पर हम सब जैसे एकटा ध्यान दी। और अंत में कहब जे जखन दुर्घटना होइ छै तो आवश्यकता पड़ै छै प्रहरी के, आवश्यकता पड़ै छै न्यायालय के। और दुर्भाग्य से नेपाल के संविधान 2072 के भाग 13 प्रदेश के कार्यपालिका में लिखल है जे प्रदेश के शासन प्रशासन सब मंत्री परिषद अपना सब में निहित रहने से लिखल है। एन बनैली प्रहरी नहीं आयल तो डिपेंड फिर वही पर है। सीडीओ के परिकल्पना ई संविधान ने कहने हैं, लेकिन क्षतिपूर्ति समिति के संयोजक दुर्घटना होइ छै तो सीडीओ वे रहे छै। ई सब दुर्भाग्य है। न्यायालय के तो बातें अलग छै। तो हमर एक आग्रह की रहते हम सब प्रयास कैल जाए जे एक कानून के संवाहक के रूप में मुख्य न्यायाधिवक्ता, प्रदेश के मुख्य न्यायाधिवक्ता के में इन्वॉल्व करावे के प्रयास कैल जाए। धन्यवाद। अब मान्य श्री किरण कुमारी।
माननीय सभामुख महोदय, आई सच में बहुत महत्वपूर्ण विधेयक में लगभग अंतिम रूप दे खातिर हम सब आई गहन छलफल में छी। माननीय सभामुख महोदय, परिच्छेद 1 के दफा 1 में एन के नाम मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था एन 2081 राखल गेल छै और वही दफा 2 में परिभाषा खंड में प्रदेश के परिभाषा देल गेल छै। तो हम विनम्र अनुरोध करे ले चाहबे कि जब एन के नामे मध्य प्रदेश रिलेटेड छै तो प्रदेश के परिभाषित करे के आवश्यकता नहीं छै, ई हटाल जाए। साथे साथे आई बहुत वक्ता माननीय जी सब पशु चौपाया के नियंत्रण के विषय में कहलखिन हँ, बहुत सुंदर पक्ष है। हम सदनों में उठेने रही कि सड़क बने छे विशुद्ध सवारी साधन चले के लागी, लेकिन आई पशु चौपाया के कारण बहुत सारा जैसे से दुर्घटना भ रहल छै। एहि दुर्घटना के नियंत्रण करे के लागी एहनो एकटा पशु चौपाया के नियंत्रण व्यवस्थापन करे के लागी एकटा दफा थपल जाए कतौ। और हम आई समानता के युग में जब महिला और पुरुष के समानता के युग में हम बात करे छी, तो माननीय सभामुख महोदय, मध्य प्रदेश हरेक चीज में जैसे से महिला मैत्री, महिला के आरक्षण में 50% हम यहाँ सब जगह बात करते आल छी। तकर बावजूद हम कतौ नहीं देखलिए जे सवारी साधन एक सवारी साधन चाहे कार हुआ, जीप या ट्रक हुआ, वह एक संपत्ति छिए। जब घर जगह अहाँ दर्ता करे छिए तो लगभग 20% छूट देल जाए अगर महिला के नाम पर ही छी। तो हम विनम्र अनुरोध करे ले चाहबे जे कतौ न कतौ महिलों के स्वामित्व में अनुभूति होना चाहिए कि गाड़ी हमर छिए और अगर ओकरा नाम पर अगर दर्ता है छे तो कम से कम नहीं 33% तो शुरुआत 25% से कल जाए तो दर्ता में और नवीनीकरण शुल्क में 25% के छूट सेहो देना चाहिए। माननीय सभामुख महोदय, हम यहाँ माननीय छिए संसदीय दल के नेता, प्रमुख सचेतक के अलावा और सरकार के मंत्री के अलावा तो गाड़ी के सुविधा ककरो नहीं है। माननीय सब जब आवे छे आई मध्य प्रदेश में जब शब्द लिखाल जाए छे माननीय, तो हमर विनम्र अनुरोध करबे जे सार्वजनिक सवारी जखन चले छे एक माननीय जब सार्वजनिक सवारी ओहि में चढ़े छे लटक के जैसे से जोखिमपूर्ण यात्रा करे पड़े छे, तो जना सीट छुटियाल जाए छे विशिष्ट व्यक्ति के लागी चाहे वयोवृद्ध के लागी, महिला के लागी, तो कम से कम 3-4 सीट जैसे से वहन मध्य प्रदेश में कम से कम मान्यो सब के लागी जे प्रदेश सभा सदस्य के लागी ये सीट है जते कम से कम बुझते ये हमरो सीट है कि कम से कम सार्वजनिक सवारी से किया तो अपने ये हमारा सबके सुविधा दे 500 रुपया या जो भी हो मिनिमम चार्ज है, तो कम से कम सवारी साधन जब सार्वजनिक यूज करे तो अनुभूति होना चाहिए। माननीय सभामुख महोदय, अखन वातावरण मैत्री से सबसे ज्यादा असर मध्य प्रदेश में हम की देख रहा छी, गाड़ी पछाड़ी के गाड़ी बाहर से देखे में डिलक्स एकदम एसी फर्स्ट क्लास देखे के रहते, लेकिन जब अंदर से पूरे जर्जर रहे छी देखे छी। जब सबसे दोसर प्रदेश से 10-15 साल भ जाए छे, जब सवारी एकदम धुआं खूब दिया लगे छे, वहन गाड़ी सब बेसी प्रयोग भ रहल छे। वही के जैसे से हमर अहाँ के जान के सुरक्षा में असर पड़े छे, किया तो बेसिक स्मोकिंग इज डेंजरस, मोर डेंजरस देन एक्टिव स्मोकिंग। जते हम सिगरेट पिए छे ओते ज्यादा डेंजर नहीं छे, वो से बेसी जैसे धुआं धुकुर और एक प्रदूषण के कारण जे हम अहाँ बेसी पीड़ित भ रहल छे। अखन मध्य प्रदेश में कैंसर पीड़ित सब बेसी बढ़ रहल छे, ई सब के असर पड़ रहल छे। तो हम विनम्र अनुरोध करे ले चाहबे जे जखन रेनू करे लगे छे तो वही पर जैसे से ई कार्यान्वयन पक्ष तंदुरुस्त होना चाहिए। माननीय सभामुख महोदय, हम विगत लगभग 6 महीना गाड़ी हम अपनो लेलहुँ अनुमति पत्र सवारी साधन के कार के, तो वही समय हम देखलिए ओतऽ के स्थानीय सब
कि मान्य जी अपने बनल जी कम से कम प्रदेश के कहियो ने जे कम से कम एक ट्रायल सेंटर प्रदेश सरकार बना देल जाए, तो प्रत्येक जिला में एक जैसे से आधुनिक ट्रायल सेंटर के व्यवस्था कैल जाए। माननीय सभामुख महोदय, अखन प्रदेश परिवहन के 217 दफा में जैसे से परिकल्पना केने छी, तो हमर निवेदन इहो अछि कि जना दिल्ली में महिला गाड़ी चले छे तो जैसे से शुल्क नहीं दिए पड़े छे, तो हम तत्काल तो नहीं कहब जे प्रदेश सरकार के बेसी भार पड़ जेते, तो लेकिन महिला जखन यात्रा करे तो सुरक्षित यात्रा करे, साथे साथे उनका ये दस्तूर जे तीरा पड़े छे, भाड़ा जे तीरा पड़े छे, ओहो में उनका छूट के व्यवस्था होना चाहिए। नहीं 50% शुरुआती दौर में 25% सही, अगर 100 रुपया भाड़ा से तो कम से कम 75 रुपया भाड़ा हेते, तो हमरा बुझाइए महिला के लागी कनी सरल और सुलभ हेते। और अंत में यह कहब कि सच में बहुत सारा दफा, बहुत ज्यादा दफा अनुसूची और विभिन्न बेसी परिच्छेद सब आबि के जैसे से अखन अति आवश्यक सवारी से यातायात व्यवस्था विधेयक बनले। ये अपना सबके विधेयक अला के बाद मधेश जैसे सुरक्षित यात्रा करे में, ये सड़कों में जैसे से अनुभूति करे लोग जे हम सुरक्षित यात्रा कर रहल छी, और जे गाड़ी में सवारी साधन में जखन प्रयोग करे तो उनका बुझाए कि हम सुरक्षित जैसे सवारी साधन के प्रयोग कर रहल छी। किया तो दक्ष जनशक्ति के एकदम आवश्यकता है। और साथे साथे माननीय सभामुख महोदय एकदम एक बात कहना एकदम अनिवार्य है कि माननीय जी नजदीक के पड़ोसी देश में जब अतः जानकी मंदिर के दर्शन केला के बाद जे उनका सबके पर्यटक सबके जे शास्ति भोगऽ पड़ रहल है कि गाड़ी पार्किंग में, और वही समय जैसे ट्रैफिक सब बेसी परेशान केल, तो ट्रैफिक गाड़ी के जैसे पार्किंग के व्यवस्थापन जैसे से एकदम बढ़िया होना चाहिए। यह बात कहे तो हम विदा ले चाहे। धन्यवाद। जय मधेश। अब माननीय श्री बीना देवी शर्मा, समय 7 मिनट। सभामुख महोदय, यातायात विषयमा धेरै वक्ता धेरै सांसदहरूले कुरा राखिसक्नुभयो, तर सब साधन सवारीको बारेमा कुरा आयो। सबभन्दा डेन्जर मैले के हेर्छु कि ट्र्याक्टर अनि ट्रिपर सबभन्दा बढी एक्सिडेन्ट गर्ने सवारी साधन हो। तपाईहरु डाटा निकाल्नु, जहाँ पनि एक्सिडेन्ट गर्छ ट्र्याक्टरले फलानोलाई ठक्कर मार्यो, अनि मान्छे वीरगञ्ज इलाज हुँदैन, जनकपुर हुँदैन, सिधै लगा काठमाडौँ। काठमाडौँ पनि भएन भने लगा पटना, लगा दिल्ली, 8-10 लाख 20 लाख जान्छ। त्यस ट्र्याक्टर भित्र जुन ट्र्याक्टर चलाएको ड्राइभर हुन्छ त्यसलाई अलिकति यातायात मन्त्री सभामुख महोदयजीसँग मेरो विनम्र अनुरोध छ कि उनीहरूको छानबिन होस्। तिनीहरूले कतिको प्र्याक्टिस गरेछ गाडी चलाउनको, त्यो घरमा या कसैका यहाँ काम गर्ने आफ्नो मुखियाहरूको घरमा ट्र्याक्टर हुन्छ, चढिहाल्छ, चलाउन थाल्छ, अनि सबैले उसमा लोडिङ गरिदिन्छ सामान। मैले एउटा कुरा के राख्न चाहन्छु सभामुख महोदय, हुन त यो सानो एकदम एक्सिडेन्ट हो, तर कहिलेकाहीँ यो धेरै दुर्घटना हुन्छ। एकजना वीरगञ्जको घटना भनिरहेछु, 4 वटा छोरी पछि एउटा छोरा थियो। लक्ष्मणवाको कुरा हो, धेरै मान्यहरूले थाहा पनि होला। त्यसको 4 वटा छोरी पछि एउटा छोरा गाडी चलाएर गइरहेको थियो, ट्र्याक्टरले मार्यो, त्यो त्यही स्पट डेथ भयो। धेरै कुराहरू यस्तो छन्। भाटा मेलामा ट्र्याक्टरले धक्का मार्यो अनि त्यो मान्छेको एउटा खुट्टा काट्ने जस्तो अवस्था भयो, तर उहाँले बीएनबी मा गएर लगभग 1-2 वर्ष जति उहाँ बैशाखीमा हिँडेर अब बल्ल उहाँ चल्न थाल्नु भएछ। सभामुख महोदय, सानो कुरामा हामी ध्यान दिँदैन, सानो कुरामै दुर्घटना बढी हुन्छ। आजभोलि जुन यो ऑटो रिक्शा स्टार्ट भइसकेको छ, 14-15 वर्षको बच्चाहरू अनि बुढो मान्छेलाई पनि मैले हेरिरहेछु, उहाँहरूको उमेर छैन तर ऑटो हाँकिरहेछ। बस्नमा पनि हामीलाई त राम्रो लाग्दैन, तर के गर्ने बाध्यता छ। हामी मान्य त छौं, तर मान्यहरूलाई त गाडीको केही व्यवस्था छैन। प्रमुख सचेतक दलको नेता, उहाँहरूको लागि व्यवस्था छ, तर मान्यहरूको लागि कुनै पनि सिट सुरक्षित छैन। त हामी पनि मजबुरी र बाध्यता
त्यो बुढै मान्छे चलायो भने बस्छु, तर त्यसको लागि पनि रोक गर्नु पर्यो। एउटा बच्चा र एउटा बुजुर्ग मान्छेले यस्तो ट्र्याक्टर नहाकोस्, जहाँ पनि लडाउन सक्छ। सभामुख महोदय, अर्को कुरा के छ कि रोड त बनाउँछ, हाम्रो ठेकापट्टामा काम हुन्छ, राम्रै काम गराउँछ, जसको जिम्मेवारी हुन्छ उहाँले आफ्नो हिसाबले राम्रै रोड बनाउँछ। तर त्यो रोडमा अलिकति ध्यान दिनु कि गाडी माथिसम्म लोड हुन्छ अनि पुरै रोड फोडेर जान्छ, त्यो पनि कतिको गल्ती छ, त्यतातिर पनि ध्यान पुर्याउनु पर्यो। ट्रांसपोर्ट एरिया है, ऐसा ही होता है। ऐसा क्यों होगा? अगर कड़ा से कड़ा उस पर पाबंदी किया जाएगा तो वो ट्रक शहर से बाहर रखो, कोई जरूरी नहीं है उस ट्रक को शहर के अंदर, सिटी के अंदर लाना है। ऐसी कड़ी प्रबंध होनी चाहिए, क्योंकि सभामुख महोदय आप दिल्ली, कलकत्ता, पटना कहीं जाइए, बाहर खड़ी रहती है गाड़ी। हमारे वीरगंज में मैं कितनी बार बोल दी हूँ कि यो ट्रांसपोर्ट एरिया त बन्द गरिदिए भने हुन्छ। यतातिर पनि सभामुख महोदय ध्यान पुर्याउनु पर्यो। अनि अर्को कुरा म के भन्न चाहन्छु कि महिलाहरूको लागि छुट्टै व्यवस्था गरिदिनु पर्यो ट्रायलको लागि, किनकि पुरुष मान्छे जतातताबाट पनि उहाँहरू आफ्नो रिजल्ट लिएर पास भएर देखाइदिन्छ, महिलाहरूको लागि अलि समस्या हुन्छ। त्यही भएर सभामुख महोदय यता पनि ध्यान पुर्याउनु पर्छ। अनि यो पहिला हाम्रो यो ममन्दा बोलेको पहिला पनि यो कुरा आइसकेको छ कि सरकारी एउटा ट्रायल हुनु पर्यो ठाउँ ठाउँमा, त्यसमा घुसपैठी हुँदैन अनि सबैले राम्रोसँग आफ्नो लाइसेन्स पाउन गरी सभामुख महोदय त्यतातिर ध्यान दिनु पर्यो। अनि अर्को जुन यो बर्डरबाट गाडी आउँछ तिनीहरूमाथि पनि अन्याय भइरहेछ। किन सर सभामुख महोदय अन्याय हुन्छ कि तिनीहरूले गाडी प्रवेश गरे भने हाम्रो ट्राफिकहरूले यसरी झुम्छ उसको माथि, ए इन्डियन गाडी आयो अब त यसलाई लुटी खाऊ, यसलाई जति नै डराउँ। म कतिचोटि बाटोमा हेर्छु, किन उनीहरूसँग यस्तो अपराध नहुनु पर्ने? उहाँहरू हाम्रो नेपालमा घुम्न आउँछ, केही न केही किनेर जान्छ मार्केटबाट। हाम्रो व्यापारीहरूलाई त उहाँहरूबाट फाइदा छ नि, त्यस्तो अपराध नहुनु पर्ने। हामी पनि त त्यहाँ जान्छौँ गाडी लिएर, हामीसँग त्यस्तो अपराध हुँदैन, राम्रोसँग हामी मार्केटिङ गर्छौँ, यहाँदेखि मोतिहारी जहाँ पनि घुमेर आउँछौँ। त्यस्तो हाम्रो इन्डियन गाडीको लागि पनि सभामुख महोदय व्यवस्था ध्यान पुर्याइदिनु पर्यो। यति भन्दै म आफ्नो 2 शब्द यहीँ टुङ्गाउँदैछु। मान्य सदस्यहरू, अब म मान्य श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। धन्यवाद सभामुख ज्यू। आज यातायात विधेयक माथि अहिलेसम्म हाम्रो 7 जना मान्यज्यूहरूले धेरै राम्रोसँग यसको चाहिँ राम्रा कुराहरू प्रस्तुत गर्नुभएको छ, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। सर्वप्रथम यो विधेयक ल्याउनुभएका समितिका अध्यक्षज्यू लगायत यसमा समावेश हुनुभएका सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। र यहाँ चाहिँ मान्यज्यूहरूले राख्नु भएको कुरोमा श्याम पटेलजीले मोटरसाइकलको स्वीकृति दर्ता, फिटनेस जाँच गरी सवारी चलाउन दिनुपर्ने चाहिँ कुरोहरू राख्नु भएको छ, एकदम त्यो राम्रो कुरोहरू छन्। अब करको चाहिँ 10 वर्षको लागि नवीकरण सायद यसमा आएको जस्तो मलाई लाग्दछ। धेरै जसो मान्यहरूले राख्नु भएको कुरो मलाई लाग्छ यसमा समेटिएको छ जस्तो मलाई लागेको छ। अनि करको दायरा 2% पुरानो के भन्छ 2% लिनुपर्ने भनेर कुरो राख्नु भएको छ। एकचोटिको लागि नवीकरण गर्नको लागि एकचोटिको लागि चाहिँ 6 महिना भित्रको लागि चाहिँ उहाँले भन्नुभएको छ, त्यो राम्रै कुरो हो। अर्को चाहिँ हाम्रो दिपेन्द्र मान्यजीले ट्रायल सेन्टर चाहिँ सरकारी हुनुपर्छ भन्ने उहाँले राख्नु भएको छ र अहिलेसम्म वास्तवमा 8 जिल्लामा प्राइभेट चाहिँ ट्रायल सेन्टरहरू छन् र त्यसलाई चाहिँ अब कसरी व्यवस्थापन गर्न सकिन्छ राख्दा चाहिँ राम्रै हुन्थ्यो जस्तो मलाई लाग्दछ। अर्को
बाइक स्कुटीको चाहिँ कर न्यूनतम हुनुपर्ने कुरो चाहिँ उहाँले भन्नुभएको छ र निश्चित रूपमा मध्य प्रदेशमा बढी चाहिँ हाम्रो सवारी साधन प्रयोग हुने प्राय जनताहरूले बढी चाहिँ प्रयोग गर्ने बाइक र स्कुटी छन्। त्यसलाई पनि अब कतिसम्म के गर्न सकिन्छ, धेरै कुरोहरू चाहिँ यसमा समेटिएका छन्। त्यस्तै मध्य प्रदेशबाट नवीकरण गराउनको लागि प्रोत्साहन गर्नुपर्ने कुरो आएको छ र यो पनि एकदम राम्रो कुरो छ। वास्तवमा त्यसले गर्दा चाहिँ के हुन्छ भने हाम्रै मध्य प्रदेशबाट नवीकरण भयो भने हाम्रो चाहिँ करको दायरा चाहिँ अलि बढी हुन्छ। यो पनि राम्रो सुझाव आएको छन्। पुरानो गाडीहरूको लागि एकपटक चाहिँ सीमित रकम लिएर त्यसलाई पनि व्यवस्थापन गर्यो भने निश्चित रूपमा हाम्रो मध्य प्रदेशको यो पनि एउटा राम्रो सुझाव आएको छ। यसले गर्दा चाहिँ राजस्व मध्य प्रदेशको बढ्छ भन्ने मलाई लागेको छ। मध्य प्रदेशको नम्बरमा विभेद छ भनेर उहाँले भन्नुभएको छ। अब किन यसो भएको होला भन्दाखेरि मलाई लाग्छ यो मध्य प्रदेशमा विगतमा भएको लाइसेन्सहरू अथवा यहाँ चाहिँ के अलि आर्थिक चलखेल भएर के भएर मलाई लाग्छ विभेद उनीहरूको दिमागमा छ कि के छ। अब विभेद त मलाई लाग्दैन त्यस्तो विभेद भएको, अब हाम्रो मान्यजीले राख्नु भएको छ। त्यस्तै सरिता शाह मान्यज्यूले लाइसेन्सको सरल हुनुपर्ने भने उहाँले कुरा राख्नु भएको छ। सुरिता मान्यज्यूले अब लाइसेन्समा सरलता कसरी गर्ने, यो त एकदम संवेदनशील कुरो हो। बल्ल यसलाई चाहिँ व्यवस्थित कसरी गर्न सकिन्छ भने त्यसतर्फ चाहिँ ज्यादा राम्रो हुन्छ जस्तो मलाई लागेको छ। करको चाहिँ तिर्नुपर्छ भने व्यापकता रूपमा चाहिँ प्रसार हुनुपर्छ। यो एकदम राम्रो कुरो आएको छ। यसलाई पनि वास्तवमा करको दायरा बढाउनको लागि यसलाई चाहिँ जति हामीले बढी चाहिँ प्रसार गर्यो भने यो मध्य प्रदेशको लागि करमा चाहिँ अलिकता बढी नै फाइदा हुन्छ जस्तो यो एकदम सकारात्मक कुरो आएको छ। अर्को चाहिँ हाम्रो रत्नेश्वर गोइत मान्यजीले एकचोटिको लागि सानो रकम राख्दाखेरि के भन्छ गाडीको नवीकरण गर्दा पुरानो गाडीको नवीकरण गर्दाखेरि राम्रै हुन्छ। यो एकदमै राम्रै कुरो आएको छ। धेरै मान्यज्यूहरूबाट यो चाहिँ कुरो आएको छ। यसलाई चाहिँ सकारात्मकै लिनुपर्छ। र अर्को चाहिँ अटोमेटिक रिक्सा व्यवस्थित गर्नु पर्यो। वास्तवमा बजारमा छरपस्ट रूपमा चाहिँ यो अटोमेटिक रिक्साहरूको अलिकता व्यवस्थित भएको छैन, त्यसलाई व्यवस्थित गर्नुपर्छ। एकदम राम्रो कुरो आएको छ। र अर्को चाहिँ उहाँले भन्नुभएको छ बजारमा चौपया जनावरहरूको कारणले धेरै चाहिँ दुर्घटना चाहिँ भएको छ र निश्चित रूपमा यसलाई चाहिँ स्थानीय तहमा स्थानीय सरकारसँग समन्वय गरेर यसलाई चाहिँ यदि व्यवस्थित गर्न सकियो भने यसले पनि दुर्घटना धेरै हदसम्म रोकिन्छ जस्तो लाग्दछ। एकदम राम्रो कुरो उहाँले राख्नु भएको छ। अटोमेटिक ट्रायल सेन्टरको बारेमा चाहिँ कुरो राख्नु भएको छ। निश्चित रूपमा अब यो श्रम तथा यातायात मन्त्रालयले यसपालिको बजेटमा अटोमेटिक ट्रायल सेन्टरको अवधारणा अन्तर्गत यसपालि चाहिँ 2 जिल्लामा एउटा चाहिँ सिराहाको लाहानमा र अर्को चाहिँ मोहतरीको बर्दीबाँसमा यसै वर्षदेखि अटोमेटिक ट्रायल सेन्टरको अवधारणा चाहिँ आएको छ र त्यसको लागि बजेट पनि मलाई लाग्छ 4 करोडको दरले छुट्याइएको छ। र निश्चित रूपमा अहिले चाहिँ यो सवालमा अटोमेटिक ट्रायल सेन्टर 8 जिल्लामा यदि भइदियो भने जुन एउटा मध्य प्रदेशको एउटा लाइसेन्स लिनेमा जुन चाहिँ बदनामी छ त्यसबाट जोगिन्छ। र निश्चित रूपमा मैले चाहिँ लक्ष्य पनि लिएको छु यसपालि 2 जिल्लामा गर्ने र क्रमशः यसलाई 8 जिल्लामा यसलाई लगाउँदाखेरि एकदम राम्रो हुन्छ। एकदम मान्यजीले राम्रो कुरो चाहिँ राख्नु भएको छ। निकट भविष्यमा यसलाई चाहिँ व्यवस्थापनतर्फ जानेछ। अर्को रामशिष मान्यजीहरूले धेरै चाहिँ राम्रो कुराहरू चाहिँ उहाँले राख्नु भएको छ। विद्युतीय सवारी साधनको अलिकता प्रोत्साहन गर्नुपर्छ। निश्चित रूपमा यसले गर्दा चाहिँ बजारमा जुन चाहिँ प्रदूषणहरू जुन भइरहेको छ प्रदूषणको न्यूनीकरण हुन्छ। र अर्को ध्वनि प्रदूषण धुवाँ प्रदूषणले गर्दा पनि जनजीवनमा धेरै चाहिँ यसको असर परिरहेको महसुस पनि भइरहेका छन्। धेरै राम्रो कुरो उहाँले भन्नुभएको छ।
र सडकमा वास्तवमा यति चाहिँ राम्रो सडक चाहिँ बनाइदिएको छ त्यत्रो लागतमा र सडकहरूमा बढी चाहिँ यो खास गरी हाम्रो मध्य प्रदेशमा यो बढी चाहिँ सडकहरूमा फोहोर हुने गरेका छन्। यसको लागि स्थानीय सरकारसँग समन्वय गरेर यसलाई जनचेतनाको अभावले गर्दा पनि मलाई लाग्छ सडक बढी चाहिँ दुर्गन्धित भइरहेको छन्। पर्यटक सवारी साधनको सम्बन्धमा अलिकता बढी नै चाहिँ उहाँहरूलाई चाहिँ प्राथमिकता दिएर चाहिँ गर्नुपर्छ भनेर उहाँले कुरो राख्नु भएछ। निश्चित रूपमा एकदम राम्रो कुरो छ र उहाँले पनि अटोमेटिक ट्रायल सेन्टरको अवधारणा राख्नु भएको छ, एकदम राम्रो कुरो छ। यसले गर्दा उहाँले भन्नुभएको छ अनावश्यक यो चाहिँ आर्थिक चलखेल मैले पहिले नै भनिदिएँ। अब यो 8 जिल्लामा यसपालि 2वटा जिल्लामा अटोमेटिक ट्रायल सेन्टरको अवधारणा आइरहेछ र यो बिस्तारै यो चलखेलको जुन कुरो छ यो पनि बन्द हुनेछ। किरण मान्यज्यूले अब धेरै कुरो चाहिँ रिपिट भइरहेका छन्। यहाँ पशु चौपया को कारणले गर्दा दुर्घटना भएको निश्चित रूपमा पहिलाको मान्यज्यूले भन्नुभएको छ। यसलाई नियन्त्रण गर्नु एकदम जरुरी छ र एउटा धेरै महत्त्वपूर्ण कुरा उहाँले राख्नु भएको छ, महिलाको नाममा दर्ता हुँदाखेरि छुट हुनुपर्ने। वास्तवमा अब यो जग्गा जमिनमा पनि महिलाको नाममा दर्ता हुँदाखेरि छुट हुन्छ। उहाँले राख्नु भएको कुरो राम्रो कुरो छ, यसलाई पनि समावेश गर्दा राम्रै हुन्छ। अर्को चाहिँ प्रदूषणको कुरो पनि आइसकेका छन्। महिलाको भाडामा छुट हुनुपर्ने, यसलाई पनि यो सकारात्मक रूपमा चाहिँ मैले लिएको छु, यो पनि राख्दाखेरि राम्रै हुन्थ्यो। र अन्तमा हाम्रो चाहिँ बीना देवी शर्मा मान्यजीहरूले ट्र्याक्टरको कारणले वास्तवमा गाउँघरमा अहिले पनि हेर्छु लाइसेन्स नलिएको सानो बच्चाहरूले पनि ट्र्याक्टर चलाएर धेरै दुर्घटना भइरहेछ। त्यसको लागि यसलाई समन्वय गरेर यसलाई चाहिँ व्यवस्थित गर्न सकिन्छ। ट्रान्सपोर्ट बजार यो हाम्रो चाहिँ मालवाहक सवारी साधनहरू बजारमा जानु दिनु हुँदैन भनेर उहाँको धारणा छ, त्यो पनि राम्रो छ। यी कुराहरू धेरै जसो कुराहरू अब सरकारी ट्रायल सेन्टरको कुरो गर्नु भएको छ। यो चाहिँ हुँदाखेरि निश्चित रूपमा अलिकता सहज पनि राम्रो पनि हुन्छ। अहिले 8 जिल्लामा मलाई छ प्राय गरी सबै जिल्लामा प्राइभेट नै ट्रायल सेन्टर छन्। त्यो प्राइभेट ट्रायल सेन्टरको कारणले धेरै चाहिँ व्यथितिहरू भइरहेका छन्। यसलाई चाहिँ सरकारी ट्रायल सेन्टर गर्दाखेरि राम्रै हुन्थ्यो जस्तो मलाई लाग्दछ। यी सबै कुराहरू धेरै राम्रा कुराहरू चाहिँ आएको छन्। यी कुराहरूलाई म सम्मान गर्दछु। र अर्को चाहिँ एउटा यसमा यातायात व्यवस्थापन समितिको एउटा चाहिँ यसमा प्रमुख जिल्ला अधिकारीको संयुक्तमा राख्दाखेरि राम्रो हुन्थ्यो। यसमा चाहिँ एउटा चाहिँ मन्त्रालयबाट पनि एउटा चाहिँ अवधारणा जस्तो आएको छ। यसमा चाहिँ यातायात कार्यालयको प्रमुखको चाहिँ संयुक्तमा राखिएका छन्। मापदण्ड कार्यविधि निर्देशिका मन्त्रालयले बनाउँदाखेरि राम्रो हुन्थ्यो भनेर कुरो पनि आएको छन्। एकमुष्ट कर प्रणाली 10 वर्ष उल्लेख भएको छ, त्यसलाई अलि 15 वर्ष गर्दा पनि हुन्थ्यो। यी कुराहरू चाहिँ आएको छ। अब यी कुराहरू मैले जवाब दिए। धन्यवाद। मान्य सदस्यहरू, तत्कालीन अवस्थामा मान्य प्रमोद कुमार जायसवालले यस विधेयकको संशोधनकर्ता भएकोमा हाल मान्य प्रमोद कुमार जायसवाल मध्य प्रदेश सरकार मन्त्री परिषदको सदस्य रहनु भएकोले उहाँको संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिराख्नु परेन। अब यो छलफल यही समाप्त हुन्छ। अब म मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक सम्बन्धी समितिको प्रतिवेदनमा उल्लेखित संशोधनहरू र जवाब दिने क्रममा मान्य मन्त्रीले स्वीकार गरेका संशोधन विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, त्यसर्थ मध्य प्रदेश सवारी तथा
यातायात व्यवस्था विधेयक सम्बन्धी समितिको प्रतिवेदनमा उल्लेखित संशोधनहरू सर्वसम्मतिले विधेयकको अंग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकको दफा 2 देखि 220 सम्मका दफाहरू विधेयकको अंग बनोस् भनी निर्णयार्थ पेश गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, त्यसर्थ मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकको दफा 2 देखि 220 सम्मका दफाहरू सर्वसम्मतिले विधेयकको अंग बनेको घोषणा गर्दछु। अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: नागरिकलाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम र प्रभावकारी बनाउन, सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न र सवारी साधन कर सम्बन्धी प्रणालीलाई कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले मध्य प्रदेश सभाले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: यस ऐनको नाम मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2081 रहेको छ। यो ऐन तुरन्त प्रारम्भ हुनेछ। अब म विधेयकको प्रस्तावना र नाम मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, त्यसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकको अंग बनेको घोषणा गर्दछु। अब म मान्य श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, माननीय सभामुख ज्यूको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 122 बमोजिम मध्य प्रदेश सवारी यातायात व्यवस्था विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, त्यसर्थ मध्य प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदयको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 121 को उपनियम 2 बमोजिम प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, सर्वप्रथम म संशोधनकर्ता मान्य किरण कुमारी शाहलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 7 मिनेट।
माननीय सभामुख महोदय, प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 को मैले संशोधन हालेको छु। सभामुख महोदय, कुनै पनि ऐन आवश्यकता भएपछि कानुन आउँछ अनि यो चाहिँ जहिले पनि यसलाई गतिशील र समय अनुकूल अवस्था देखेर और परिस्थिति हेरेर यो कठोर हुँदैन। जुन बेला पनि समाजले, राज्यले, जनताले आवश्यकता ठान्छ त्यति बेला यसलाई संशोधन गरेर गतिशील बनाउन सकिन्छ। माननीय सभामुख महोदय, अहिले किन यो आवश्यकता पर्यो त प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 ले संशोधन गर्न? अहिले यो दुःख लाग्दो अवस्था छ कि हाम्रो अहिले मध्य प्रदेशमा सचिवको खोजीमा छौँ हामी और सचिवको योग्यताले गर्दा अहिले जुन प्रावधान छ त्यसले गर्दा हामीले अप्ठ्यारो भइरहेछ स्थिति। त्यसैले गर्दा यो संशोधन आयो। तर पनि योग्यता जुन अहिले हामीले पेश गरेको छु, माननीय सभामुख महोदय, म प्रदेश सरकारको और प्रदेश सभा, यो प्रदेश सभाको गरिमा और उसको औचित्य पुष्टि हुने गरी जहाँ पनि उत्कृष्ट ऐन आयो भनेर प्रदेश सभा सदस्यहरू र यहाँको मधेसको जनताहरू अनुभव होस् भनेर मैले चाहिँ संशोधनमा के हालेको छु भने कि अहिलेको जुन छ प्रशासनिक शब्द पहिलो राखेको थियो, तर मैले प्राथमिकता अनुसार प्राथमिकता के हुनुपर्छ योग्यतामा त प्रदेश सचिवालयमा काम गरेको वा प्रदेश सभामा वा कानुनको क्षेत्रमा वा प्रशासनिकलाई मैले बिचमा राखेको छु। त्यसपछि अध्यापन हो भने कानुनी क्षेत्रमा अध्यापन हुनुपर्छ और कम्तीमा 10 वर्षको अनुभव भएको हुनुपर्छ। माननीय सभामुख महोदय, पहिला पनि मैले भनेकै हो, हामीलाई पक्कै पनि दाँत दुख्दाखेरि हामी डेन्टिस्टमा जान्छौँ, हामी आँखाको हस्पिटलमा जाँदैनौँ। त्यसै गरी म विनम्र अनुरोध गर्न चाहन्छु कि मैले जुन संशोधन यहाँ हालेको छु प्राथमिकता अनुसार योग्यतामा प्रदेश संघीय संसद सचिवालय वा प्रदेश सभा वा कानुन वा प्रशासनिक वा कानुन क्षेत्रमा अध्यापन भई कम्तीमा 10 वर्षको भएपछि मात्रै चाहिँ योग्यता हुनुपर्छ। कुनै पनि पूर्वाग्रही व्यक्तिगत स्वार्थमा यो मेरो मान्छे तेरो मान्छे मैले भनेको कुरा गर्ने भनेर दया पाए निष्पक्ष तरिकाले उसले अनुभवी व्यक्ति, दक्ष व्यक्ति आउनुपर्छ। किनकि कुनै शंका छैन, अहिलेसम्म हामी कुनै पनि मन्त्री होस्, प्रधानमन्त्री हो, राष्ट्रपति हो, योग्यता चाहिँ शैक्षिक योग्यता तोकेको हुँदैन, तर सचिवमा शैक्षिक योग्यताको आवश्यकता हुन्छ। जहाँको सचिव योग्य हुन्छ, मलाई लाग्छ त्यो चाहे वो सरकार होस्, चाहे मन्त्रालय होस्, चाहे प्रदेश सभा हो, वो सफल हुन्छ। त्यसैले सचिवको योग्यता चाहिँ महत्त्वपूर्ण विषय भएकोले, संवेदनशील विषय भएकोले यसलाई चाहिँ कानुनी क्षेत्रलाई, संघीय सचिवालयलाई, प्रदेश सभालाई प्राथमिकतामा राखी यो ऐन पास भएपछि पनि कम से कम म अनुरोध गर्न चाहन्छु कि यसको चाहिँ विज्ञापन होस्। मलाई लाग्दैन कि नेपालमा कानुनको क्षेत्रमा नपढेको मान्छे होला, पक्कै होला, तर यसको चाहिँ इच्छा पनि हुन्छ, सूचना पनि हुनुपर्छ। यो मध्य प्रदेशले मलाई खोजेको हो कि मेरो योगदान यहाँ हुनुपर्छ कि भनेर मलाई लाग्छ उसले सूचना पाएपछि
उसले पक्कै पनि विज्ञापनको सूचना हेरेपछि ऊ चाहिँ भर्छ होला। अनि हामीले दक्ष अनुभवी और प्रदेश सभालाई गरिमा बरकरार हुने गरी हामीले चाहिँ पाउँछौँ भन्ने आशा र विश्वासको साथ मैले यो संशोधन राखेको छु। म विनम्र अनुरोध गर्न चाहन्छु यो गरिमामय सदनबाट कि यो जुन संशोधन राखेको छु अक्षरशः त्यही पास होस् भन्ने यो आशा र अपेक्षाको साथ म बिदा हुन चाहन्छु। जय मधेस, जय मातृभूमि। माननीय सदस्यहरू, अब प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल प्रारम्भ हुन्छ। यो छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुख डाइससँगै बसेका कर्मचारीहरू मार्फत उपलब्ध गराइदिन हुन अनुरोध गर्दछु। उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 5 मिनेटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्र आफ्नो भनाइ राखिसक्नुपर्नेछ। सर्वप्रथम मान्यहरूको नाम प्राप्त नभइसकेको हुनाले अब म गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। माननीय सभामुख महोदय, आज खासै छलफलमा उठेको विषयवस्तु मैले देखिनँ। अस्तिको बैठकमा केही सुझावहरू आएको थियो र ती सुझावहरूलाई मैले आत्मसात गरेर सहमत भएर मैले आफ्नो तर्फबाट विचार राखिसकेको छु। धन्यवाद। अब म यस विधेयकका संशोधनकर्ता मान्य किरण कुमारी शाहलाई मान्य गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जवाफ दिने क्रममा स्वीकार गरेका संशोधन बाहेकको आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सभामुख महोदय, अहिले भर्खर चाहिँ हाम्रो मन्त्रीज्यूले मैले भनेको संशोधनहरूको प्रस्ताव जुन सुझाव थियो, सल्लाह थियो, उहाँले स्वीकार गरिसक्नु भएको छ। अनि त्यो चाहिँ ऐनमा अङ्ग बनेर आउँछ कि भनेर मलाई विश्वास दिलाउनु भएको छ। त्यसैले गर्दा म यो संशोधन विधेयकको जुन मैले संशोधन हालेको छु त्यो चाहिँ फिर्ता लिन्छु। धन्यवाद। संशोधनकर्ता मान्य किरण कुमारी शाहले आफ्नो संशोधनहरू फिर्ता लिनु भएकोले निर्णयार्थ पेश गरिराख्नु परेन। अब यो छलफल यही समाप्त हुन्छ। अब म प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनिएको विधेयक र जवाफ दिने क्रममा मान्य गृह तथा सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले स्वीकार गरेका संशोधन विधेयकको अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्,
यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयक र जवाब दिने क्रममा मान्य गृह तथा सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले स्वीकार गरेका उल्लेखित संशोधनहरू सर्वसम्मतिले विधेयकको अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकको दफा 2 विधेयकको अङ्ग बनोस् भन्ने निर्णयार्थ पेश गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकको दफा 2 सर्वसम्मतिले विधेयकको अङ्ग बनेको घोषणा गर्दछु। अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न वाञ्छनीय भएकोले मध्य प्रदेश सभाले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: 1. यस ऐनको नाम प्रदेश सभा सचिवालय सम्बन्धी पहिलो संशोधन ऐन 2081 रहेको छ। 2. यो ऐन तुरन्त प्रारम्भ हुनेछ। अब म विधेयकको प्रस्तावना र नाम प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकको अङ्ग बनोस् भन्ने निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयकको अङ्ग बनेको घोषणा गर्दछु। अब म मान्य गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदयको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 122 बमोजिम प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दछु। धन्यवाद। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रदेश सभा सचिवालय सम्बन्धी ऐन 2079 लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गर्दछु। अब यो बैठक 2081 भदौ अब यो बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित हुन्छ। Learn OpenCV in 3 hours. Hey everyone, welcome to my channel. In this video, we are going to learn everything required to get you started with OpenCV in Python. We will be using Python since it is one of the most popular programming languages and it has